Good morning everyone. So guys, सिममा चाहिँ निस्किसकेको अवस्था है. So वेस्ट सिक्किमको ट्राभल छ मेरो आज लोकल टुर जस्तो भएर हिँडिरहेछु हो. So हजुरले सुतिरहनु भएको छ होला है. अझै यहाँनिर प्लाजा आइसक्यो. प्लाजा के भन्नु वेस्टमेल मल हिँडेर हो. एकदमै गरम भएको अवस्था. गाइस प्लाजा आइपुगिसक्यो. प्लाजा है त वेस्टमेल मल. अब चाहिँ लाग्ने हो वेस्ट सिक्किमतर्फ. हिँडेकोले मुखै लाटेछ गाइस. सो यो चाहिँ वेस्टर्न मल हो. नयाँ स्ट्यान्ड फेरि पनि पुरानो स्ट्यान्डलाई नयाँ बनाएको है त. जोरथाङ पुगिसकेको छु हो. जोरथाङ पुगेर मेरो भदैनीहरू भेट्यो हो. हाई गर्नु अर्को बहिनी भदैनी है. भदैनीहरू हो. सो म त त्रै छ भन्दै हो. अन्त जोरथाङको भ्यू चाहिँ हेर्नुहोस्. यति बेसी दसैँको चाहिँ यति बेसी भिड छ चाहिँ हो. गरम चाहिँ के भन्नु र. लु हेर्दै गर्दा सो भ्यू हेर्नलाई त जोरथाङको भ्यू चाहिँ यस्तो भइरहेछ अहिले चाहिँ. पब्लिकहरू ओभरै बेसी हो. म चाहिँ गाडीमा सुतेछु गाइस. एकछिन चाहिँ हो. एकछिन निदाइछु र पनि आइपुग्यो. गरम चाहिँ हेभी नै छ ओभरै बेसी. मेरो भदैनी हो. कति ठुली छ भन्ने पनि भएको छैन है. फुपूको भदैनी. सो हेर्दै गर्नलाई त. सो गाइस अहिले चाहिँ घाममा हिँडिरहेको अवस्था. जोरथाङको गरम एकदमै बेसी भइरहेको हो. एकदमै पोलिरहेको छ. आज चाहिँ दसैँ हाट भएर एकदमै बेसी मान्छेहरू क्राउडहरू ज्यादा भएर. सो यो चाहिँ बिच गल्ली यताबाट जानु हो. ओके ओभरै बेसी क्राउड आज चाहिँ हेभी नै. डरलाग्दो गरम भयो हो. आज सन्डेको दसैँ हाट यस्तो भिड रहेछ जोरथाङ चाहिँ. हेर्नुहोस् त मेला जस्तो लाग्दैन हो मलाई त. हाम्रो यो चाहिँ फर्स्ट गल्ली एक रे. सेकेन्ड गल्ली ओभरै बेसी आम्मा हेर्नुहोस् त क्राउडहरू. सो है यो चाहिँ अब सेकेन्ड गल्लीको भिड यस्तो छ भने सोच्नुहोस् न. अन्त आम्मा कसम मेलातिर पो यस्तो हुन्थ्यो मान्छेहरू. अहिले नै यति बेसी कसम. उस्तै मान्छे चाहिँ नसक्ने रहेछ है. यहाँ चाहिँ के गरेको भन्नुहुन्छ भने चाहिँ नि यो चाहिँ एसएचजी ग्रुपहरूले चाहिँ त्यो हाटमा बेच्नु पाउँछ अरे. सो त्यही भएर चाहिँ दोकानहरू स्टल लगाएको रहेछ सेकेन्ड गल्लीमा है त. जोरथाङको सेकेन्ड गल्ली आम्मा कसम है. गर्मी हाई गर्मी भनेको जस्तै. सो यहाँनिर हाम्रो गाउँको भाउजूहरूले पनि खोल्नु भएको रहेछ स्टल. यहाँनिर कहाँ पो बहिनी कहाँ पो खोल्नु भएको थियो भाउजूले. ए यहाँनिर हो. भाउजूले रोटी पनि पोल्नु हुँदैछ. हाई गरिदिनु न भाउजू. भाउजूहरूको उयो स्टल रहेछ कि एकदमै. आउनु होला सबैजना हो. रोटी खानुहुन्छ भने चाहिँ सेकेन्ड गल्लीमा यहाँ हाम्रो भाउजूहरूको स्टलमा आउनु होला. तो गाइस अब चाहिँ जोरथाङमा आएर सपिङ गरिसकेर है अब चाहिँ घर हिँड्न लागेको. गाडीमा बसिरहेको अवस्था. मेरो भदैनी साथमा हो. फुपू भदैनी कस्तो देखिरहेको छ भनिदिनु होला कमेन्टमा. एन्ड पछाडिपट्टि हाम्रो भदै क्युट भदै हो लुकेर हेर्नु हुँदैछ. एन्ड पछाडि भाइहरू पनि हुनुहुन्छ. हेलो गर्नुहोस् हात हलाउनुहोस् सबैजनाले. खोइ हेलो गरेको. हेलो गर. हेलो ओके. पछाडि भाइ हो. भाइहरू सो अब चाहिँ हिँड्नु आँटेको जोरथाङबाट गाइस. एकदमै गरम हो. आज चाहिँ एकदमै फुल सनी डे वाला होइन फेरि सनी डे थियो. कस्तो लाग्यो आजको जोरथाङ बजार. गरम छ आज. मेला जस्तो लागेन. हामी चाहिँ फुपू भदैनी साक्कै फुपू भदैनी है. मेरो दाजुको छोरी हो. जेठी छोरी भदैनी. सो अब हिँड्नु आँटेको गाइस. एकजना पर्खिरहेछ हो. हामी हिँड्दै आँटेको छौँ है त. हेर्दै गर्नु होला देखाउनेछु अरू क्लिप.
अहिले चाहिँ मेरो भाइ भेटेको अवस्था हो। अहिले चाहिँ फिलहाल चाहिँ मैले पनि नानालाई भेटेँ होइन, तर नाना चाहिँ बहुत चेन्ज भएछ, निकै मोटे छ हो। मोटेको देख्यो हजुर, मोटेको देख्यो निकै मोटेको देखेँ हो। अन्त खुसी लाग्यो। दसैँ मान्नु भएको होला। दसैँ छैन तर यसपालि यसपालि छ, ठिकै छ। लु नानाको भिडियोलाई चाहिँ एकदम सेयर गरिदिनु होला, किनकि नानाले चाहिँ एकदमै प्रोग्रेस लिँदैछ होइन, मेरोभन्दा बेसी भएको छ उहाँको। अन्त म चाहिँ अहिले भोलि चाहिँ म चाहिँ अब फेसबुकहरू चलाएको छुइनँ, त्यस्तो आफ्नो भनौँ न आफ्नै उयसले गर्दा व्यवस्थाले गर्दा अलिकति टाइम पाएको छुइनँ। सो नानाको भिडियो म हेर्दैछु होइन, तपाईँहरूले सपोर्ट गरिदिनु होला सधैँभरि। मेरो भाइ पनि एकदमै राम्रो छ है। कुलुङ के छ कुल्स अफिसियल छ हो। सो फलो गर्नु होला सबैजनाले है त। ह्यान्डसम मेरो भाइलाई राम्री राम्री बहिनीहरूले छिटो चाँडो फलो गर्नु होला है त। सो यो चाहिँ नयाँ बजार हो गाइस है। म अहिले चाहिँ नयाँ बजार आइरहेको छु। यसो देखाउनु सबै। ओके ब्याकग्राउन्डमा देखाउँ यता है। यो चाहिँ सानो बजार नयाँ बजार हाम्रो मजाको छ। पुरानो बजारलाई चाहिँ नयाँ बजार। मेरो ह्यान्डसम भाइलाई चाहिँ सबैले फलो गर्नु अवश्य नै बहिनीहरूले। भिडियो हेरेर चाहिँ फेरि लाइक चाहिँ गर्नु होला, त्यो चाहिँ भनिराख्नु। सो मामाको छोरा हो, मामाको छोरा केही हुँदैन भाइहरू आउँदा। हाई त गर एटलिस्ट हातल्ला। म त तपाईँलाई उयसमा देखेको छु। ए हो। सो अहिले चाहिँ गाइस है नयाँ बजारबाट हिँडिसकेको हो। नयाँ बजारबाट हिँडेर सो म चाहिँ कहाँ छु भन्दा चाहिँ हेर्नुहोस् स्ट्रिङ सिटमा अब मैले चलाएर लाँदैछु गाडी भन्नु भएको छैन। मान्छे ज्यादा भएर चाहिँ उसमा बसिरहेको छु स्टाफ सिटमै। बुबुको गाडीमा गएको नि त, त्यही भएर बुबुको स्टाफ सिटमा बसेर जाँदै गरेको है त। हेर्नु होला यो चाहिँ गेजिङ जाने बाटो हो है। कतिलाई याद नहुन सक्छ, अन्त तपाईँहरूको लागि स्पेसली है त। त्यो हेर्नुहोस् त कति मजाको देख्नु। हाम्रो वेस्ट सिटीमै साह्रै ब्युटिफुल हो, एकदमै राम्रो। हेर्नु होला हो, यो चाहिँ गेजिङ जाने रोड हो। सो यही बाटो भएर जान्छ हामी पनि। सो गाइस अब चाहिँ मेरो घर पुग्नु लाग्यो हो। सुन्नुहोस् मेरो घरबाट चाहिँ यस्तो खालको भ्यू देख्छ गाइस है। यो माथि चाहिँ नाम्ची हो, नाम्ची हो। यो पारि चाहिँ उयोहरू हेर्नुहोस् त हाम्रो वाट अ भ्यू है गाइस। हेर्नुहोस् यो चाहिँ मेरो घर पुग्नु आँटेको हो। यहाँ अगाडि चाहिँ मेरो घर छ, यहाँ मुनि हो, अलिक पर हो। सो हेर्नु होला हजुरहरूलाई कस्तो लाग्यो मेरो दृश्य, घरको छेउको दृश्यहरू है त। हेर्नुहोस् है यो चाहिँ मेरो घर डाँडा हो।